Hello everyone, this is Team FPGA guys and I'm Rishikesh Porel. म चाहिँ हाम्रो प्रोजेक्ट पार्टिकल ट्र्याकिङ युजिङ ग्राफ न्युरल नेटवर्क अन FPGA को बारेमा डिस्कस गर्न गइरहेको छु। हाम्रो प्रोग्रेस कति छ र हामीले कति गर्न बाँकी छ त्यो सबै कुरा म भन्न चाहन्छु। सुरुमा हाम्रो ब्याकग्राउन्ड दिँदा इन द हार्ट अफ स्विजरल्यान्ड इन द सिटी अफ जेनेभा त्यसको अन्डरग्राउन्डमा चाहिँ एउटा लार्ज हेड्रोन कोलाइडर छ। त्यो लार्ज हेड्रोन कोलाइडर भित्रबाट हेर्दा यस्तो छ अनि यहाँ चाहिँ के हुन्छ भने कुनै ठाउँबाट हामी दुई डिरेक्सन्समा अ बन्च अफ प्रोटोन्स अर आयन्स हामी पठाउँछौँ। तिनीहरू आयन्स र प्रोटोन्स कोलाइड गरेर जस्तै यहाँ कोलाइड गऱ्यो भने तिनीहरूले बन्च अफ पार्टिकल्स इमिट गर्छ। यो हाम्रो कोलिजन हुने ठाउँलाई इनर ट्र्याकर भन्छ। यहाँ चाहिँ भेरियस सेन्सर्सहरू हुन्छ, म्याग्नेटिक सेन्सर्स, क्यालोरोमिटर्स एक्सेट्रा, अनि तिनीहरूको डेटाले हामीले धेरै कुरा जान्न सक्छौँ। सो हाम्रो इन्ट्रेस्टको विषय चाहिँ के छ भने जुन यो पार्टिकल्सहरू कोलिजन भएर डेटा आउँछ त्यो डेटा चाहिँ एकदम लार्ज साइजमा हुन्छ कि पेन्टाबाइट्स अफ डेटा हुन्छ अनि त्यो एकैचोटि स्टोर गरेर डाटा प्रोसेसिङ गर्न एकदमै डिफिकल्ट हुन्छ। सो वाट इज हाम्रो जब चाहिँ के हो भने हामीले जुन सबै कोलिजन्स त हेड अन कोलिजन हुँदैन नि, कुनै नराम्ररी सिधो जाला जस्तै यो एउटा डिरेक्सनमा गयो, कुनै अलिकत मात्र होला हेड अन कोलिजन्स अलि रेयर हुन्छ। त्यो कसरी थाहा पाउने? हामी एनर्जीको थ्रु, यदि बढी एनर्जी छ भने बढी कोलिजन्स, द्याट हामीले रेयर इभेन्ट भनेर भन्छौँ। त्यो रेयर इभेन्ट हामी मात्र स्टोर गर्छौँ। त्यो रेयर इभेन्ट कताबाट आयो भनेर हामीलाई एकदम जान्न जरुरी हुन्छ। त्यसको लागि हामीले पहिला सुरुमा कम्प्लिमेन्टरी फिल्टर एल्गोरिदम भन्ने छ, त्यसले चाहिँ पार्टिकलको पाथ ट्रेस गर्छ, जुन चाहिँ नर्मल एलएससीलाई एकदम राम्रो छ। तर साइन्टिस्टहरू नर्मल लार्ज ह्याड्रोन कोलाइडरबाट हाई ल्युमिनेसिटीमा लार्ज ह्याड्रोन कोलाइडरमा सिफ्ट हुन गइरहेका छन्, जसको मतलब यदि नर्मली 50वटा मात्रै कोलिजन हुन्थ्यो भने अहिले 200वटा कोलिजन हुन्छ। त्यसमा के प्रब्लम आउँछ भने कम्प्लिमेन्टरी कार्बन फिल्टर इज भेरी स्लो। इट इज भेरी गुड बट इट इज भेरी स्लो। हामीलाई रियल टाइम ट्र्याक रिकन्स्ट्रक्ट गर्नुपर्छ। त्यसको लागि हामी फास्ट एनर्जी इफिसियन्ट सल्युसन चाहिन्छ। जिएनएन एकदम प्रमिसिङ छ कम्प्लिमेन्टरी कार्बन फिल्टरको एज एन अल्टरनेटिभ। अब हाम्रो अर्को रियल टाइम कन्स्टेन्ट नै हुन्छ, वी आर रिक्वायर फास्ट एन्ड एनर्जी इफिसियन्ट हार्डवेयर, किनभने यो 10 बिलियन प्लसको प्रोजेक्ट हो अनि एनर्जी एकदम युज हुन्छ यसमा। सो हामीसँग के अप्सन छ भने हाम्रो एफपिजे, जुनमा चाहिँ प्यारलल प्रोसेसिङ गर्न मिल्छ, यसको लो लेटेन्सी युटिलाइज गर्न मिल्छ, अझ ब्याट्री इफिसियन्ट नि हुन्छ, विच इज सुइटेबल फर एटलास इभेन्ट फिल्टर। सो आवर objective is to deploy message passing neural network model developed for particle track reconstruction on FPGA platform. सो हाम्रो मेथोडोलोजी के हुन्छ? हाम्रो सेन्सर्सहरूमा हिट हुन्छ, जुन चाहिँ हामी सुरुमा इनिसियल ग्राफ बनाउँछौँ। त्यो ग्राफ हामी न्युरल नेटवर्कमा पास गर्छौँ अनि न्युरल नेटवर्कले एज स्कोर गर्छ अनि लास्टमा जुन चाहिँ बढी स्कोर गर्छ तिनीहरूलाई चाहिँ हामी पाथ भनेर भन्छौँ। अब सिस्टम ओभरभ्यूमा चाहिँ हाम्रो सुरुमा एज फिचर्स र नोड फिचर्स हुन्छ विथ एज लिस्ट, जस कसले कसलाई कनेक्ट गर्यो भनेर, कुन कुन नोड कनेक्ट भयो भनेर त्यो हुन्छ। त्यो हामी इन्कोडरमा पास गरेर इन्कोड गर्छौँ। अनि त्यसपछि हाम्रो एज इम्बेडिङ, नोड इम्बेडिङ र आइडिएक्स हामीले मेसेज पासिङ युनिटमा पास गर्छौँ। हामी 800 मेसेज पासिङ गर्छौँ अनि त्यसपछि हामी डिकोड गर्छौँ अनि लास्टमा हामी स्कोर र आइडिएक्स हामीले पाउँछौँ। सो द हार्ट अफ दिस ग्राफ न्युरल नेटवर्क इज मेसेज पासिङ युनिट। यहाँ चाहिँ हामीले दुईवटा बफर युज गरेका छौँ, बफर 0 एन्ड बफर 1। हामी यदि त्यो एज हो भने हामी नोड पनि फेच गर्छौँ त्यो फिचर्स युज गर्नलाई, अनि त्यसमा स्विच गर्छौँ नोडको मेसेज पासिङ हुँदैछ कि एजको मेसेज पासिङ हुन्छ। त्यस्तै गरी हामी एमएलपी इन्फरेन्स युनिट छ, यसमा चाहिँ एक्चुअल न्युरोन्सहरू युज हुन्छ। अनि स्विच एन्ड स्क्याटर सम जुन चाहिँ हाम्रो नोड युनिटमा जाने हो कि एज युनिटमा जाने हो, त्यही अनुसार डिफ्रेन्ट फिचर्सहरू हामी इनिसियल र फाइनल फिचर्सहरू पठाएर फेरि त्यो सम स्टोरेजमा राख्छौँ। यदि सम धेरै भयो भने हामीले त्यसलाई थ्रेस होल्डिङ गरिदिन्छौँ अनि फेरि हामी पास गरेर लास्टमा अर्को मेसेज पासिङ युनिट गर्दा गर्दै डिकोडरमा पठाउँछौँ अनि हामी लास्ट दुईवटा भ्याल्युज निकाल्छौँ। सो मेसेज पासिङ युनिट, यदि यो एम भनेको हाम्रो
एज इम्बेडिङ्स छ। एज इम्बेडिङ्स हो भने कसरी जाने, नोड इम्बेडिङ्स हो भने कसरी जाने, यो हाम्रो फ्लो चार्टमा लेखिएको छ। अनि यो चाहिँ हाम्रो यिनीहरू चाहिँ हाम्रो फर्मुलाजहरू भयो, हामीले जुन जुन फर्मुलाज युज गरेका छौँ। अनि त्यसपछि यो चाहिँ हाम्रो एक्चुअल न्युरल नेटवर्क भयो। हाम्रो नोडको 12वटा फिचर छ, एजको 6वटा फिचर्स छ, जुन हामी इन्कोडर्समा पास गर्छौँ। अनि त्यो चाहिँ हामी मेसेज पासिङ युनिटमा पास गर्छौँ, फेरि त्यसलाई डिकोडरमा पास गर्छौँ अनि आउटपुट निकाल्छौँ। यो चाहिँ हाम्रो इनपुट ग्राफ, दिस इज आवर आउटपुट ग्राफ। त्यसपछि च्यालेन्जेस एन्ड सल्युसन्स। हाम्रो च्यालेन्जेस भनेको ग्राफ साइज एकदम ठुलो छ, 3000 नोड्स 106 एज विच इज भेरी हाई। हामीले चाहिँ नम्बर अफ एजेस रिड्युस गर्छौँ विच मेक्स द ग्राफ म्यानेजेबल फर एफपिजिए प्रोसेसिङ। अनि मोडल साइज कन्स्ट्रेन्ट जिएनएन इज भेरी लार्ज, हामी चाहिँ मोडललाई अप्टिमाइज गर्छौँ। त्यसपछि यो हाम्रो स्केमेटिक रिजल्ट भयो टप मोडलको हामीले इम्प्लिमेन्ट गरेको। अनि त्यसपछि हामीले कुन कुन कम्पोनेन्ट युज गरेका छौँ, टप मोड्युल, स्टोरेज मोड्युल, इन्कोडर मोड्युल, अनि त्यसपछि मेसेज पासिङ र डिकोडर मोड्युल भनेपछि हामीले 5वटा युनिट बनाएको छौँ। हाम्रो अहिलेसम्मको युटिलाइजेसन यति छ, जुन चाहिँ अझै हामी स्केल अप गर्दा अझै ठुलो हुन्छ। अनि त्यसपछि हाम्रो पावरहरू, टेम्परेचरहरू को रिजल्ट्स यस्तो छ। अनि त्यसपछि हाम्रो टेस्ट प्रिन्ट्स क्रिएसन बाँकी छ। अनि त्यसपछि पाइपलाइनिङ एन्ड अप्टिमाइजेसन नि बाँकी छ। सो यो हाम्रो कहाँ अप्लाई हुन्छ भने एउटा सनमा अप्लाई भइहाल्यो। त्यस्तै गरी ग्राफ इन्फरेन्स हामी सोसियल मिडिया प्लेटफर्म्समा युज गर्छौँ फर रिलेसनसिप स्कोरिङ एन्ड कन्टेन्ट ऱ्याङ्किङ। अनि त्यस्तै गरी ग्राफ बेस्ड नेटवर्क सेक्युरिटीमा पनि युज हुन्छ। सो यो एकाडेमियामा मात्र नभएर हाम्रो बिजनेस पर्सपेक्टिभमा पनि धेरै राम्रो छ इम्प्याक्ट्स। हामीले लो लेटेन्सीमा ग्राफ इन्फरेन्स गर्न सक्छौँ। त्यसपछि हार्डवेयर इफिसियन्ट हुने भयो एफपिजिएमा राखेपछि। अनि त्यसपछि एकाडेमीमा नभएर बिजनेसतिर पनि अथवा हाई एनर्जी फिजिक्समा नभएर पनि अरू प्लेटफर्ममा हामी सर्न सक्छौँ। सो यो हाम्रो स्लाइड हो। सो हाम्रो मोड्युल्सहरू यसरी हामीले अर्गनाइज गरेका छौँ, टप मोड्युल, स्टोरेज मोड्युल, एज इन्कोडर, नोड इन्कोडर, मेसेज पासिङ ऱ्यापर, अनि त्यसपछि डिकोडर युनिटहरू हामीले सबै इम्प्लिमेन्ट गरेका छौँ। यो चाहिँ हाम्रो टप मोड्युल। अब हामी टप मोड्युलको टेस्ट प्रिन्ट्स क्रिएसनतिर अब जान्छौँ हामी नेक्स्ट हाम्रो जति बाँकी छ दिन तिनीहरूमा। सो थ्याङ्क यू सो मच।